हाम्रो बिचमा परिचय हुन पनि पाएको छैन। कता कता मैले देखेको यो स्वागत नेपालजीको एउटा केमा पनि मैले देखाएँ राष्ट्रिय युवा के भन्ने कहाँ कहाँ चाहिँ मैले कता कता बरु हजुरहरूको संस्थाको बारेमा चाहिँ सुने हो कि मैले, तर कार्य चाहिँ मलाई पनि थाहा छैन। र यो अहिले अब यस्तो दिव्य अब्जेक्टिभ मलाई सबभन्दा मन परेको के भन्दा कसले लायो भन्दा पनि किन लगाउनु भयो त्यो चाहिँ मलाई मन परेको छ। किनभने गौ सेवा के म आफू पनि यसमा संलग्न भएको व्यक्ति हो कि, किनभने यो कोभिडको बेलामा त हामीले कति गौ सेवाको लागि काम गर्यौँ होइन। अनि बेजवान यो जनावरहरूको लागि पशु पक्षीहरूको लागि पनि काम गरेको। म चाहिँ एनिमल राइट्सको बारेमा चाहिँ फाइट गरिरहेको मान्छे, म भारतमा पनि काम गरिरहेको छु होइन। म अस्ति भर्खरै वहाँ गएको थिएँ, वैष्णवी माताको मन्दिरबाट फर्किँदाखेरि एउटा मान्छेले घोडा कुटेको देखेँ, त्यसलाई त्यहीँको त्यहीँ रोकेर कार्ड देखाएर यो स्टप गर्छस् कि तँलाई अहिले म चाहिँ जेल या चलान गरौँ भनेर माफ माग्न लाएर एक्लै चाहिँ मसँग एकजना मात्रै साथी हुनुहुन्थ्यो कि, म एउटा प्रोग्राममा गएको थिएँ। त्यो प्रोग्रामबाट हजुर त्यहाँ जानुहोस् न त भनेर कसैले पठाइदिनु हेल्प गरिदिनु, माताको दर्शन गरेर फर्किनु पऱ्यो भने जम्मूमा फर्किँदा त अनि त्यहीँको त्यहीँ आइन्दादेखि गर्ने कि नगर्ने एउटा भिडियो खिचेर अब फेरि पनि यो पशुलाई कुटेको देख्यो भने सिधै भनेर आयो। त्यसरी चाहिँ कहीँ देख्नै सकिँदैन यो कुटेको मारेको। अब यसमा झन् गौ के हामी सनातनीहरूको लागि, हिन्दूहरूको लागि, हामी जसले हामी भगवान् श्रीकृष्णलाई मान्छौँ उहाँहरूको लागि पनि यो के छ त एकदमै दिव्य छ।